नेपालमा चाहिँ नि एनिमे कम्युनिटी किन ग्रो नभएको हो र ग्रोथ नहुनुमा चाहिँ नि के कारणहरू छन्। पहिलो कारण चाहिँ नि के हो भन्दाखेरि नेपालमा एनिमेको फ्यानहरू थोरै मात्रामा भए तापनि उनीहरूले आफ्नो विचार चाहिँ नि खुला रूपमा साथीहरू बीचमा चाहिँ नि सेयर गर्दैनन्। दोस्रो कारण चाहिँ नि के हो भन्दाखेरि नेपालमा एनिमेलाई अहिलेसम्म पनि कार्टुन भनेर चिनिने गरिन्छ र कार्टुन चाहिँ नि म हेर्दिनँ भन्ने विचार राख्छन्। तेस्रो कारण चाहिँ नि के हो भन्दाखेरि सहरमा चाहिँ नि इन्टरनेटको सुविधा पुगे पनि गाउँ गाउँमा चाहिँ नि इन्टरनेटको सुविधा छैन, जसको कारणले गर्दा मानिसहरूले चाहिँ नि एनिमे भने के बुझेका छैनन्। चौथो कारण चाहिँ नि के हो भन्दाखेरि नेपाली फ्यानहरूले चाहिँ नि एनिमेलाई मेन स्ट्रिम मिडियामा ल्याउन नसक्नु हो, किनकि एनिमे हेरेर मात्र हुँदैन, हामीले त्यसको बारेमा कुराकानी पनि गर्नुपर्छ, साथै इभेन्टहरू पनि अर्गनाइज गर्नुपर्छ, जस्तै ओटाकु जात्रा। अन्तिम कारण चाहिँ नि के हो भन्दाखेरि हामीले चाहिँ नि एनिमेलाई पाइरेसी गरेर हेर्ने गर्छौँ, जसको कारणले गर्दा एनिमेसन स्टुडियोले चाहिँ नि हामीलाई कन्ज्युमरको रूपमा नलिकन चोरको रूपमा लिने गर्छन्। यी कारणहरूलाई हामीले चाहिँ नि सुधार्यो भने एनिमे पनि नेपालमा छिटै नै ग्रो हुनेछ।